यदि तपाईहरुको नमस्ते पेको पासवर्ड र पिन एक्सपायर भइसकेको छ र तपाईहरुले आफ्नो नमस्ते पेको पासवर्ड र पिन चेन्ज गर्न खोज्दै हुनुहुन्छ भने केही समस्या भइरहेको छ भने कसरी तपाईहरुले नमस्ते पेको पिन र पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ यस भिडियोमा यस सम्बन्धी केही जानकारी दिएको छ। यदि तपाईहरु पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार, स्वागत छ तपाईहरुलाई खुलदुली टेकको यस भिडियोमा। तपाईहरु नमस्ते पेको पासवर्ड र पिन चेन्ज गरिसकेपछि पासवर्ड र पिनलाई सुरक्षित साथ लेखेर राख्नुहोला। तपाईहरुले नमस्ते पेको पासवर्ड र पिन कसरी चेन्ज गर्न सक्नुहुन्छ यसको बारेमा विस्तृत रूपमा जानकारी दिनको लागि मैले नमस्ते पे एपमा जानुपर्ने हुन्छ। जस्ट म नमस्ते पे एपमा जान्छु। तपाईहरु यहाँ देख्नु भइरहेको छ म आफ्नो नमस्ते पे एपमा आइसकेको छु। नमस्ते पे एपमा आइसकेपछि म आफ्नो अकाउन्टलाई लगइन गर्छु। म मोबाइल नम्बर र पासवर्ड राखेर आफ्नो अकाउन्टलाई लगइन गर्छु। तपाईहरु यहाँ देख्नु भइरहेको छ म आफ्नो मोबाइल नम्बर र पासवर्ड राखिसकेको छु। अब म लगइनमा टच गर्दिन्छु। लगइनमा टच गरिसकेपछि तपाईहरु यहाँ देख्नु भइरहेको छ चेन्ज पासवर्ड भनिरहेको छ। पिन और पासवर्ड हैज एक्सपायर्ड, प्लिज डु चेन्ज पिन और पासवर्ड भनिरहेको छ। जस्ट म ओकेमा टच गर्दिन्छु। ओकेमा टच गरिसकेपछि तपाईहरुले यहाँ न्यू पासवर्ड र यहाँ जुन पासवर्ड यहाँ राख्नुहुन्छ त्यही पासवर्ड यहाँ राखेर तपाईहरुले सेभमा टच गरिदिनु होला। र पासवर्ड तपाईहरुले कसरी राख्नुपर्छ तपाईहरु यहाँ दिएको छ नियम। यही नियम अनुसार तपाईहरुले पासवर्ड राख्न सक्नुहुन्छ। पासवर्डको इक्जाम्पल तपाईहरुले आफ्नो स्क्रिनमा देख्नु भइरहेको छ। यही पासवर्डको इक्जाम्पल अनुसार तपाईहरुले यहाँ पासवर्ड राख्न सक्नुहुन्छ। जस्तै कि म आफ्नो पासवर्ड राख्न गइरहेको छु। तपाईहरु यहाँ देख्नु भइरहेको छ म आफ्नो पासवर्ड यहाँ राखिसकेको छु र जुन पासवर्ड यहाँ राखेको छु त्यही पासवर्ड म यहाँ राखिदिएको छु। अब म यो सेभमा टच गर्दिन्छु। सेभमा टच गरिसकेपछि तपाईहरु यहाँ देख्नु भइरहेको छ मेरो पासवर्ड गलत भनिरहेको छ। कसरी तपाईहरुले पासवर्ड राख्न सक्नुहुन्छ यसको बारेमा म छोटो रूपमा केही जानकारी दिन गइरहेको छु। तपाईहरुले पासवर्ड राख्दाखेरि 6 अथवा 14 वटा सम्म लामो पासवर्ड राख्न सक्नुहुन्छ र पासवर्डले क्रमिक वा दोहोरिने ढाँचामा पछ्याउनु हुँदैन। तपाईले जुन पासवर्ड राख्नुहुन्छ र पछिल्लो जुन पासवर्ड तपाईले राख्नु भएको थियो ती पासवर्डहरुसँग दोहोरिने ढाँचामा पछ्याउनु हुँदैन अथवा क्रमिक रूपमा तपाईहरुले पासवर्ड नराख्नु होला। र तपाईहरुले पासवर्ड राख्दाखेरि कम्तीमा तपाईहरुले यी कुराहरु समावेश गर्नुपर्ने हुन्छ। कम्तीमा एउटा ठूलो अक्षर, एउटा संख्यात्मक मान र एउटा विशेष वर्ण समावेश गर्नुपर्छ। र पासवर्डको म्याद हरेक 90 दिनसम्म सकिन्छ र 90 दिनपछि परिवर्तन गर्नुपर्छ। तपाईहरुले यहाँ जति सही पासवर्ड राख्दा पनि तपाईहरुको पासवर्ड गलत छ भनिरहेको छ भने तपाईहरुले यो एपलाई नमस्ते पे एपलाई प्ले स्टोरमा गएर अथवा एप स्टोरमा गएर यो नमस्ते पे एपलाई अपडेट गर्नुहोला। म आफ्नो नमस्ते पे एपलाई अपडेट गरिसकेको छु। अब यहाँ भनिए अनुसार म पासवर्ड राख्न गइरहेको छु। तपाईहरु यहाँ देख्नु भइरहेको छ यहाँ भनिए अनुसारको पासवर्ड मैले यहाँ राखिसकेको छु र यहाँ जुन पासवर्ड म राखेको छु सेम त्यही पासवर्ड म यहाँ राखिदिएको छु। अब म सेभमा टच गरिदिन्छु। सेभमा टच गरिसकेपछि तपाईहरु यहाँ देख्नु भइरहेको छ सक्सेस भनिदियो। सक्सेस भनिसकेपछि म लगइनमा टच गरेर आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर लगइन गर्न गइरहेको छु। जस्तै कि तपाईहरु यहाँ देख्नु भइरहेको छ म आफ्नो मोबाइल नम्बर र पासवर्ड राखिसकेको छु। अब म लगइनमा टच गरेर आफ्नो अकाउन्टलाई लगइन गर्न गइरहेको छु। जस्तै कि तपाईहरु यहाँ देख्नु भइरहेको छ लगइनमा टच गर्ने बित्तिकैमा मेरो अकाउन्ट यहाँ ओपन भइसक्यो तर पिन चाहिँ चेन्ज गर्ने अप्सन आएको छैन। तपाईहरु पिन चेन्ज गर्न चाहनुहुन्छ भने सेटिङमा गएर पिन चेन्ज गर्न सक्नुहुन्छ। यसरी नै तपाईहरुले नमस्ते पेको पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो खुलदुली टेक युट्युब च्यानललाई सब्स्क्राइब गरी बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न नबिर्सनुहोला ताकि जब हामी कुनै भिडियो अपलोड गर्छौं त्यसको जानकारी सबभन्दा पहिले तपाईसम्म पुग्छ। हस् त आजको भिडियो यति नै। आउने सोमबार, बुधबार र शुक्रबार अर्को भिडियो लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।